वेलकम छ गाइज फेरि पनि मेरो न्यू भ्लगमा हजुरहरूलाई चाहिँ आज चाहिँ म र मेरो साथीहरू बसन्तपुर हिँडेको। सो बसन्तपुरमा के गरेँ म देखाउने छु। चाहिँ गाइज हामी चाहिँ खासमा बसन्तपुरमा त्यो कल्चरल ड्रेसहरू लगाउँदैन हो, त्यस्तैमै खासमा ड्रेस लगाउन जान लाग्यो। ड्रेस लगाएर टिकटक भिडियो बनाउन खासमा चाहिँ हामी चाहिँ। अनि हाम्रो अलिकति कामसाम सकेर हामी चाहिँ दिउँसो फ्री टाइम थियो नि त, त्यही भएर जाँदैछौँ। सो हामीले अगाडि बाटोमा के गरेँ त्योहरू पनि हजुरहरूलाई देखाउने छु। हामी जाँदा चाहिँ अगाडि गेट आउने रहेछ, तर त्यो गेटको नाम चाहिँ मैले पढ्न पाइनँ गाइज। अनि जाँदा एउटा ब्रिज पुल पनि आइपुग्छ अनि यो पुल पनि राम्रै थियो। जोस् हामी जाँदैछौँ त्यो पुलबाट क्रस हुँदै होइन। सो अगाडि चाहिँ अनि जाँदा चाहिँ अब म तपाईँहरूलाई भ्यू देखाउने छु। सो हामीले जाँदा ऐना पनि देखेँ र मैले त्यो ऐनाबाट फोटो पनि क्लिक गरेँ। त्यो जाँदै थियो गाइज, बिचरा सुतिरहनु भएको रहेछ। कस्तो डेन्जर निन्द्रा आएको होला त होइन बिचरा उहाँलाई। अनि जाँदा एउटा दाइ पनि देखेँ, बिचरा के सोचिरहनु भएको थियो बाटोमा थाहा भएन। सो हामी चाहिँ जाँदा यहाँनिर के बनाएर त्यो पनि थाहा भएन। तर यो स्कुटीमा चाहिँ दाइ के गम्भीर रूपमा सोचिरहनु भएको थियो के। साथै स्कुलको हामीले पनि देखेँ। सो भ्यूहरू चाहिँ यस्तै थियो। जाँदा हामी चाहिँ अब बसन्तपुर पुग्न चाहिँ धेरै टाइम लाग्दैन गाइज। सो त्यस्तै हामी चाहिँ लगभग छिटै आइपुग्यौँ भनौँ न। एन्ड्राइममा आएको थियो, त्यस्तो बिना टाइम चाहिँ हामीलाई लागेन भनौँ। सो फाइनली गाइज हामी ट्याक्सीबाट उत्रयौँ अनि बसन्तपुर पनि आइपुगेँ। बसन्तपुरको भ्यूहरू गाइज, बसन्तपुरको भ्यू चाहिँ यस्तै थियो। सो गाइज अनि हामी चाहिँ हाम्रो साथीहरू स्कुटीमा आएको थियो नि त, उनीहरूलाई कुर्नुपर्ने हुन्छ। सो हामी तिनजना थियौँ, फोटो खिच्यौँ, भिडियोहरू बनायौँ। सो जाँदा हामीले जी गाइज यसमा नो एन्ट्री पनि लेखेको रहेछ साथै। अनि मेरो साथीहरू चाहिँ हेर्नु न, हेर्दा यो दाइले 3टा सिलिन्डर ग्यास बोकेर जानुभयो कि। 3टा सिलिन्डर ग्यास बलवान त बलवानै हुनुहुन्थ्यो उहाँ गाइज, मान्नुपर्छ। तर के गर्नु गाइज, यहाँको भ्यूहरू चाहिँ यस्तै थियो। हाम्रो साथीहरू चाहिँ अब आइपुग्न लाग्यो अरे गाइज। अनि फाइनली मेरो साथी पनि आइसक्यो, तर उसको चाहिँ भिडियो मैले पछाडि फर्केर बनाएन, किनभने हामी अगाडि अब कल्चर ड्रेस लगाउन जाँदै थियौँ। अनि हामीले के कुरा जोकिनु छ के गाइज, म देखाउँछु है, तपाईँहरू भिडियो हेर्दै गर्नु होला। हामी चाहिँ कल्चर ड्रेस हुने ठाउँ भनेर अन्त नै जान्छ क्या। सो हामी चाहिँ कल्चर ड्रेस भनेर यहाँनिर छिर्छौँ होइन। छिर्यो अनि हामीले मिरर त देख्नै हुँदैन, फोटोसोटो क्लिक गऱ्यौँ साथीहरूले पनि मैले पनि। सो हामी यहाँबाट गएँ अनि त्यसपछि माथि टप फ्लोरमा पुग्छ क्या गाइज होइन। तर यहाँको भ्यू पनि राम्रो थियो। लास्ट टाइम यो चाहिँ के रेस्टुरेन्ट समथिङ के थियो कि। अनि यहाँनिर गएको मैले, यहाँनिर कस्तो राम्रो त्यो पनि थिएँ कि, यहाँ के राखेको थियो। अनि मैले फोटो पनि खिचेँ क्या। सो हामी चाहिँ त्यत्रो टपमा पुगिसकेको थियो साथीले गरेर, तर के गरे कन्फ्युज भएर हामी चाहिँ ओर्लेर फेरि हिँड्दैछौँ कल्चरल ड्रेसकोमा। सो यहाँनिर फोटोहरू भिडियोहरू चाहिँ राम्रै थियो, यता साइडको भ्यूहरू चाहिँ। सो यता चाहिँ के सामानहरू चाहिँ राखेको थियो, यता बसन्तपुरतिर चाहिँ राम्रै थियो। आज चाहिँ त्यस्तो बिना भिड थिएन, प्याक थिएन गाइज, खाली थियो। अनि हामीलाई घुम्नलाई चाहिँ राम्रै भइरहेको थियो यताउति हेर्दा। सो त्यहाँबाट जाने बाटो चाहिँ हजुरलाई म देखाइदिन्छु, कल्चरल चाहिँ कहाँबाट जाने भनेर। सो गाइज हामीले चाहिँ खोज्दा फाइनली कल्चरल ड्रेस कहाँबाट जाने भनेर देख्यौँ। त्यहाँनिर अगाडि बोर्ड राखेको रहेछ, तर हाम्रो आँखा छैन, के गर्नु, यस्तै हो नेपालीको बेहोरै, आँखा देख्दैन। अनि जाँदा मैले बिग आइसक्रिम पनि देखेँ, एकदम ठुलो आइसक्रिम। सो हामी यहाँबाट चाहिँ जानुपर्ने रहेछ भित्र। यता चाहिँ मोबाइल पसलको कभरहरू राख्ने ठाउँ थियो। सो हामीले चाहिँ भर्याङ चढेर त्यस्तै समथिङ 1 फ्लोरमा होला साथी गाइज। यिनीहरू चाहिँ के कुरा गर्दैछ। सो हामी चाहिँ फाइनली यहाँभित्रै छिर्यौँ। सो कल्चरल ड्रेसहरू चाहिँ लगाएर के गर्ने हो भनेर जाँदाखेरि सबजना थिए गएको त गाइज। यहाँनिर एकदम भेराइटीहरू रहेछ क्या, अब कुन ड्रेस लगाएर फोटोसोटो खिच्ने होइन सबैजना। सो सबैजना चाहिँ फोटोहरू सुटको लागि ड्रेसहरू लगाएर यहाँ भित्तामा चाहिँ अब कुन ड्रेसहरू लगाउने राई लिम्बू सबैको थियो क्या। अनि त्यसपछि मैले मेरो साथीले पनि हेर्दै थियो कपी पल्टाएर कुन चाहिँ ड्रेस लगाऊँ भनेर। मैले चाहिँ के सजेस्ट गरेँ भने ब्लू कलरको लगाऊ, लिम्बूको ड्रेस भनेर मैले चाहिँ सजेस्ट गरेँ।
सो उसलाई चाहिँ त्यही कलर मन परेपछि उसले लगाएर मेकअपहरू पनि गर्छ। हामी चाहिँ हतारमा त्यही अलि ढिला हुन्छ नि त, 5 बजी फेरि मेरो अर्को काममा पुग्नु पर्ने थियो। सो त्यस कारण मैले चाहिँ उसलाई छिटो गर भनेर उसलाई ब्लू कलरको उसले मात्र लगायो, हामी चाहिँ अरू चाहिँ साथी मात्र गयौँ क्या। फाइनली गाइज ऊ चाहिँ सुन्दरी भएर लिम्बुनी भएर आइसकेको छ। तर ऊ चाहिँ लिम्बुनी होइन, भए पनि लिम्बुनी जस्तो देखेको थियो उसलाई चाहिँ। अब उसको चाहिँ मेकअप सेकअप स्टार्ट हुन्छ। सो हामी चाहिँ अनि गएर टप फ्लोरमा माथि भिडियो क्लिकहरू गर्छु, उसलाई राम्ररी देखाएको छैन नि। सो हामी चाहिँ जाँदैछौँ। अब जाँदा हामी चाहिँ त्यहाँबाट अब साथी चाहिँ राम्री भएर अब हामी चाहिँ यहाँबाट निस्क्यौँ। त्यसपछि हामी लिफ्टमा चढ्छौँ। लिफ्टमा चढेर टप फ्लोरमा पुग्छौँ। टप फ्लोरमा पुगेपछि अब भिडियोहरू बनाउने हाम्रो सुटहरू गऱ्यौँ, भिडियोहरू बनायौँ, फोटोसोटो खिच्यौँ। राम्री भएर मेरो साथी चाहिँ पुरा वाउ टाइपको देखाएको छ नि। सो उसले खिच्नुको साथै हामीले र मेरो साथीहरूले पनि खिच्यौँ, अरूहरू पनि फोटोहरू खिच्दै थियौँ। र मैले पनि अलिकति फेसको रिभिल गर्दै गएँ। अनि त्यसपछि यताको भ्यूहरू चाहिँ यस्तो थियो, दामी थियो होइन। अनि मैले भ्यूको फोटोहरू पनि बनाएँ। सो त्यहाँबाट यस्तो निकालेर हेरेको त मुनि यस्तो कुवा जस्तो खाइदेखेर म चाहिँ एकदम डराएँ कि। अनि यहाँबाट बसन्तपुरको भ्यू चाहिँ यस्तो देखिरहेको थियो। सो वाउ, अनि दामी देखिरहेको थिएँ। सो मेरो साथीको चाहिँ फोटोसोट भिडियोहरू पनि क्लिक गरेर हामी चाहिँ फर्क्यौँ, निस्क्यौँ। अनि निस्केर लुगासुगा लगाएर फेरि हामी यहाँबाट निस्किन्छौँ गाइज। त्यहाँनिर चाहिँ अब फोटोसोटो खिच्नलाई अनि त्यो गर्नलाई चाहिँ एकदम राम्रो थियो। सो 2टा ड्रेस लगाएर नि खिच्न पाउने थियो, एउटा ड्रेस लगाएर नि खिच्न पाउने थियो। हजुरहरू जानुहुन्छ भने एकदम राम्रो छ। लगभग पैसा चाहिँ कति 200 हो कि 300 त्यसै समथिङ गएको थियो गाइज। सो त्यहाँको म्यामहरू पनि एकदम राम्रो थियो, बोलीचालीमा राम्रो हुनुहुन्थ्यो, बोल्नुहुन्थ्यो राम्रैसँग। सो हामीले चाहिँ अनि त्यहाँनिर गएर हजुरहरू पनि जानु होला, एकदम राम्रो थियो त्यहाँको चाहिँ। मलाई चाहिँ राम्रो लागेको थियो, फेसिलिटीहरू पनि ठिकै थियो। फोटो अब ड्रेस, कल्चर ड्रेस अनेक थरीको थियो नि त, राई लिम्बू गुरुङहरूदेखि लिएर सबैको थियो। सो हामी चाहिँ यहाँबाट निस्केपछि चाहिँ अब कहाँ जान्छौँ भनेर देखाउने छु। सो गाइज हामी चाहिँ फेरि आयौँ। चटपटीहरू खास खाना भोक लागिरहेको थियो एकदमै। अनि मैले मेरो फ्रेसहरू पनि रिभिल गरेँ, मेरो काम थियो अलिअलि 5 बजीतिर आउनुपर्ने। सो हामी गङ्गापु आइपुग्यो। सही पछाडि फर्केको त पिरालाई पनि प्रेग्नेन्ट हुनु त रहेछ। सो गाइज आजलाई चाहिँ मेरो भिडियो यति। सो थ्याङ्क्स फर वाचिङ गाइज।